उहाँहरूलाई पनि यो वित्तीय शोषणमा लान्छना लगाएर उहाँहरूले पनि यो पीडा भोगेको हो। यिनै जनताले बचाएका हुन्। त्यसकारणले हामीलाई पनि यहाँहरूले बचाउनुहुन्छ। हामीले त के भनेका हौँ, हामीले नदेख्ने तालले लुटेका होइनौँ। हामीलाई ऋण लगानी गरेर विभिन्न नाउँमा बचत ब्याज जरिवाना हर्जना भनेर हामीलाई लुटिसक्यो। हामीले 1 लाख खाएको ठाउँमा 4 लाख तिरिसक्यौँ। त्यसैको हिसाब किताब गर्नुहोस् भनेको हो। हामीले खाएको ऋण तिर्दैनौँ, हामीले पटक्कै भनेको होइन। हामीले 4 लाख तिर्दा पनि तिरिसकेको छैन। 1 लाखको सट्टामा हामी 14 वर्ष बस्यौँ। 14 वर्षमा 1 लाख भन्दा ऋण खाएकै छैन। तर त्यसको विभिन्न नामको बचत, त्यसपछि हर्जना, त्यसपछि जरिवाना, ब्याज, त्यसरी हामीले ऋण तिरेका छौँ। ती सबै हिसाब गर्दाखेरि हाम्रो पैसा लुटिएका छौँ हामी।